हेलो एभ्रिवान, गुड आफ्टरनुन। सो आज चाहिँ वैशाख 10 गते 2083 साल र आज चाहिँ मार्केटमा हामीले हिजो डिस्कस गरे अनुसारै फल नै देखिरहेका छौँ र यो फल हेरिराख्दाखेरिमा चाहिँ अझै पनि मार्केट चाहिँ रिटेस्ट हुनको लागि अथवा केही न केही बााउन्स ब्याक दिनको लागि चाहिँ एटलिस्ट 2700 भन्दाखेरिको रेन्जमा चाहिँ आउनै पर्यो। यो चाहिँ मेन प्रायोरिटी नै भयो र अनि त्यसपछि भोल्युम वाइज हेर्छौँ भने पनि आज चाहिँ त्यस्तो केही पनि भोल्युम छैन, हिजोको भन्दा थोरै छ। र अनि त्यसपछि हामीले इन्डिकेटरहरू जुनसुकै लगाएर हेरौँ होइन, जेसुकै लगाउँदाखेरिमा पनि आज भोल्युम ड्राई नै छ र जुनसुकै इन्डिकेटरले पनि सेल सिग्नल नै दिन्छ। र त्यो बाहेक पनि हामीले हेर्नुपर्ने मेन कुरा के रहेको छ भन्दाखेरि चाहिँ आजको दिउँसभरि चाहिँ मार्केट चाहिँ एकदमै यो 28 को जोनमा जे होस् एकदमै धेरै रिटेस्ट गर्ने गरेको देखिएको छ। र अनि ओभरअल हेर्दाखेरिमा चाहिँ आज 46वटा कम्पनीले चाहिँ प्रफिट अथवा केही न केही गेन गरेको छ भने चाहिँ टोटल 216वटा कम्पनीहरूले चाहिँ लुज गरेको छ भने 7वटा चाहिँ अनचेन्ज रहेको छ। र ओभरअल हेर्दाखेरिमा पनि हाम्रो स्ट्राटेजी के नै हुन्छ भन्दा वी विल वेट, यो 2700को जोनसम्म नआउन्जेलसम्म हामी वेट नै गर्छौँ र 2700को जोन आसपास आइसकेपछि थोरै केही आफ्नो पोर्टफोलियो साइजको चाहिँ 10, 20, 30% जति चाहिँ यही रिजनमा चाहिँ हामी चाहिँ ट्रेड गर्छौँ। र अनि त्यसपछि चान्सेस टु फल भन्ने पनि त भइहाल्छ नि होइन, रिक्सहरू सबै कुराहरू। 2700बाट चाहिँ हामी चाहिँ छोटो र मिठो खालको चाहिँ एउटा ट्रेड चाहिँ लिन सक्छौँ र हामी चाहिँ त्यही नै एरियाहरू चाहिँ वेट गर्छौँ। सो आजको भिडियोमा यति नै। थ्याङ्क यू सो मच। डु सब्सक्राइब, लाइक, कमेन्ट। र यो चाहिँ म यो जर्नीमा चाहिँ नयाँ नयाँ नै छु। सो मेरो यतिखेर चाहिँ माइकहरूमा प्रब्लम होला होइन, मेरो बोलाइमा प्रब्लम होला, सो एडजस्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।